हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा। यहाँनिर म देख्नु हुँदैछ, म जोरथानको माघे मेलामा छु है। माघे मेलामा के रहने रहेछ सम्पूर्ण तपाईँहरू नि हेरेर माघे मेलामा आउनु होला। यहाँनिर 14 जनवरीदेखि 22 जनवरीसम्म लाग्ने रहेछ है। र यहाँनिर के रहेछ जति सक्दो हजुरहरूलाई म देखाउने कोसिस गर्नेछु। धन्यवाद। यहाँनिर आफ्नो जातीय भान्साघर देख्नु हुँदैछ है। यहाँनिर फायर ब्रिगेडको गाडी रेडी छ भने यहाँनिर समक्ष आफ्नो आफ्नो जातिको यहाँनिर लहरै भेट्नुहुन्छ है। यहाँ हजुरहरूले आफ्नो आफ्नो जातीयको यहाँ भान्साघर, खानापाना, पकवान, रीतिथिति, बाजा खाजा सबै यहाँनिर देख्न सक्नुहुनेछ। तपाईँले यहाँ देख्न सक्नुहुँदैछ यो के हो, धान। यहाँनिर हेर्नुहोस्, पहिलाको यहाँनिर नदेखेको कुरोहरू, आफ्नो जातिको नदेखेको कुरो, नखाएको कुरो तपाईँले यो जोरथान माघे मेलामा सम्पूर्ण यहाँ देख्नु आउन सक्नेछ अथवा खानु पनि सक्नुहुनेछ। यहाँ मछवारी हेर्नुहोस् है, माछाको जाल प्लस यहाँनिर माछा पनि देखाइरहेको छ। ओरिजिनल माछा है यो पनि, बल्छीमा पारिरहेको। यहाँ मुस्लिम दाजुभाइको सबैको यहाँनिर भेट्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। यो खाना सक्नुहुन्छ तपाईँहरूले सम्पूर्ण आफ्नो यो क्षेत्रमा सबैभन्दा ठुलो यो माघे मेला। यहाँनिर हेर्नुहोस् मान्छेको भिड। यो 14 देखि लागेको है, 15, 16, 17 आज 6 दिन जस्तो भइसक्यो यहाँनिर। र पनि यहाँ देख्नु सक्नुहुँदैछ। हजुरहरूले अवश्य एकखेप भिजिट गर्नु होला। हजुरहरू आएको छैन भने मैले अघि नै पनि गएँ, जति पनि तपाईँको यहाँनिर स्टेडियममा आज ग्रान्ड फाइनल पनि भइरहेछ। हजुरहरूले देख्न सक्नुहुँदैछ। यहाँनिर हजुर यहाँनिर म्युट छ है, मैले भन्दै थिएँ यहाँनिर आज ग्रान्ड फाइनल हामी सहभागिता एकछिन यहाँनिर हेरिरहेको छौँ भने, किनभने ब्याकमा म्युजिक बजेकोले आफू बोलेको पनि काट्नु पर्यो। दर्शकबिन हेर्नुहोस्, यहाँनिर 14 तारिकदेखि 21 तारिकसम्म तपाईँ आउनु सक्नुहुनेछ। यहाँनिर हजुर अब आइपुग्यौँ हामी बाङ्गे बजारमा। जोरथानको यो एक ग्राउन्डदेखि उता बाङ्गे बजार। यहाँ सलिड तपाईँहरूलाई अहिले जो देखाउँदैछु सबै बाङ्गे बजारको। यहाँनिर उहिलेको खानपान, सेकुवादेखि लिएर सम्पूर्ण कुरो, वाचिप्पा, सेकुवा सबै यहाँ मासु पाउने गर्छ, जो हजुरहरूलाई यहाँ मैले क्याप्चर गरेर देखाइरहेको छु। यो हेर्नुहोस् बाङ्गे, अति नै राम्रो शुद्ध देख्नु हुँदैछ लेखेको। यहाँनिर जति पनि देखाउँदैछु मैले है, पुरा दाउरामा वाचिप्पा घर। यहाँ किसिम सुकुटी, सेकुवा यसरी घरहरू सजाएको छ। र मैले भनेको तपाईँहरू 21 तारिकसम्म 21सम्म आउनु सक्नुहुनेछ। यहाँ ढुङ्गा मासु पोलेको तपाईँहरूलाई एकदम राम्रो स्वादिष्ट पानी सबै पाउनुहुन्छ यहाँदेखि। हजुरहरू हेर्नु सक्नुहुनेछ, यहाँनिर खानु पनि सक्नुहुनेछ। हेर्नुहोस् बाङ्गे बजार ग्राउन्डकै पछि हामी अब वाचिप्पा टेस्ट गर्दैछौँ कस्तो रहेछ। वाचिप्पा
यहाँनिर प्रोग्राम अथवा फाइनलै मैले अघि पनि गएँ भइरहेछ यो पनि सर्ट हजुरहरूलाई देखाइरहेको छु है कन्टेस्टेन्टहरू यहाँनिर प्रस्तुत गर्दै यहाँनिर सम्पूर्ण कुरो यो मैले है बजारमा लागिरहेको यताउता गल्ली गल्ली सबै देखाइसकेँ भने मैले पुल मुनि अथवा छोटा गोवा भनिन्छ है त्यहाँको चाहिँ हजुरहरूलाई देखाउन सकिनँ जति देख्नुहुँदैछ यहाँनिर बजार पाट्ने यसरी लाग्दैछ सम्पूर्ण कुरो तपाईँहरूमा चाहिने लुगा फाटा सम्पूर्ण यो माथिल्लोपट्टि लागेको यो सम्पूर्ण यहाँनिर यो चाहिँ माथिल्लोपट्टि लागेको अर्कै हो यो फेरि यहाँनिर हेर्नुहोस् यो अघि बाङ्गेको अर्कै हो यहाँ फेरि अर्कै हो यो जोरथानको सम्पूर्ण बजारको चेप गल्ली गल्ली पुल देख्नुहुँदैछ पुलको मुनि पनि यहाँ लाग्ने गर्छ है र यो चाहिँ हजुरहरूलाई मैले बजारको मात्रै देखाएको है बजार ग्राउन्ड अनि बाङ्गे बजार हजुरहरूलाई के कसो लाग्यो कमेन्ट गर्नु होला टाढोकोले हेर्नु हुँदैछ भने तपाईँले पनि कमेन्ट गर्नु सक्नुहुनेछ यहाँ हेर्नुहोस् यो घुइँचो अर्कै हो अघि देखाएको घुइँचो अर्कै हो यो मेन रोड जोरथानको यो हजुरहरूलाई अन्तिम आउने बेला खिचेको है घुइँचो जो एउटै देखाएको होइन यो सम्पूर्ण बजारको मैले अघि भनेको है हजुरहरूलाई मैले यो जोरथानको ब्रिज मुनिको मिनी गोवा र त्यो जलपरीहरू हजुर अर्को भिडियोमा देख्नुहुँदैछ त्यहाँको चाहिँ मैले देखाउन सकिनँ अथवा म गइनँ त्यहाँनिर यो चाहिँ सम्पूर्ण जोरथान वरिपरिको डल्लै घुइँचो यो आउने बेलामा लिएको है हजुरहरू एकपल्ट अवश्य भिजिट गर्नु होला मैले अघि नै भनेको है र हजुरहरूलाई धेरै धेरै धन्यवाद फलो गर्नु होला लाइक